साइकल चाहिँ जब बुवाको निधन भयो भने है आकाश खस्यो, इज्जत गिर्यो, परिवारको दाहिने हात भाँचियो, आमाको बिजोग थियो जब बुवाको लासलाई चित्तमा साथियो। आफन्तको घुइँचो थियो तर साथमा कोही थिएन, सबै र सब थियो, आँसु आउँथ्यो तर म रोइदिन, नरुनु पनि कारण लाग्थ्यो हाम्रो भाग्य नै यस्तै रहेछ, अरूलाई दोष दिएन, बहिनी सानै थिए, बिचारीले होस थिएन, अधिक बुझ्ने मै थिएँ, त्यो दिन मलाई पनि कुनै जोस थियो। खोइ किन लाग्न थाल्यो, ईश्वरले बदला दियो, दुःख गर्दैथ्यो एक्कासी घर मुली नै उठाइदियो, रातो र हरियो रङ मन पराउने मेरी आमा सेतो कपडामा सजिल, आखिर उनको दोष के बुवाका हरेक काममा जिम्मेवारी मैले सधैँ आएँ, पढ्ने नदेख्ने रहर पनि तर दुर्भाग्यवश गाई बस्तुसँगै हिँड्न बाध्य भए पछि लाग्न थाले। त्यो दिनदेखि कुनै हर्षको मलाई खाँचो थिएन, केवल सल्लाह र परामर्शको। जिन्दगीको साथसाथै घरको ऋणको भार मै माथि थियो जब घरमा आर्थिक स्रोतको मुख बन्द भयो, सधैँ आइरहने काकालाई हाम्रो घर दुःखमा भयो, एगोपनको नसक्छ भयो थियो जब बुवाको निधन भयो। खोइ किन